ल आज चाहिँ मासु बनाऊँ। मासु भनेपछि त मनै खुसी हुन्छ क्या, किन होला नि। म चाहिँ यसरी बनाउँछु। सबैभन्दा पहिला सफा गर्छु, अनि त्यसपछि मसिनो बनाएर काट्छु त्यसलाई, अनि हल्का त्यो बेसर हालेर पखाल्छु क्या। यतातिरको मासु चाहिँ नपखालिसम्म जस्तो लाग्दैन। अनि पखालेपछि म चाहिँ पहिला यसलाई हल्का फ्राई गर्छु तेलमा, अनि त्यसपछि त्यसमा फ्राई गर्नु मासुलाई हल्का कागती, अनि त्यसपछि हल्का नुन अनि हल्का मसला राखेर त्यसलाई एकछिन राखिदिन्छु छोपेर, मसला मिक्स गरेर। अनि त्यसपछि तेलमा फ्राई गर्छु। हल्का ग्रेभी बनाउनु पर्यो नि त मासुलाई। अनि यता मासु फ्राई गर्छ, अनि यतातिर लागौँ है त। ग्रेभीको लागि रेडी गरौँ मसला। लसुन, प्याज, अदुवा, खुर्सानी काट्छु अनि पिन्छु। अनि त्यसपछि मेरो बुढामा केही हेल्प गर्न पर्छ भन्नुभयो, अनि ल यो म टमाटर काटिदिनु न भने, अनि टमाटर काटिदिँदै हुनुहुन्छ। ल यो फ्राई पनि रेडी भयो। अब चाहिँ ग्रेभी बनाउने। ग्रेभीको लागि सबभन्दा पहिला प्याज हालेँ। प्याज हालिसकेपछि त्यसपछि लसुन, अदुवा र खुर्सानी हालेँ। त्यसलाई पनि मिक्स गरेँ। त्यो दुइटा भइसकेपछि चाहिँ अनि मसला हालेँ, नुन, बेसार, अनि जिरा खुर्सानीको धुलो। मलाई चाहिँ यो टमाटर हाल्नुभन्दा पहिल्यै हाल्न मन लाग्छ कि, त्यो पहिल्यै हालेर चलाएपछि अनि बल्ल टमाटर हाल्न मन लाग्छ, किन होला मलाई चाहिँ त्यस्तै। अनि सबै थोक हालिसकेपछि एकछिन चलाएर अनि थोरै पानी हालेर छोपिदिने। अनि त्यसपछि फेरि निकालेँ, अनि त्यसपछि फेरि मिक्स गरेँ। अनि आफूलाई कति चाहिन्छ ग्रेभी त्यही अनुसारको हालेँ। अनि त्यसपछि अनि फ्राई गरेको मासु त्यसमा हालेँ। ग्रेभीमा हालिसकेपछि अनि त्यसपछि 2-4 मिनट जति चाहिँ यस्तै छोपेर राखिदिनुपर्छ। अब त्यो फ्राई गरेको मासुमा नि लागोस् न त, भित्र पनि मसलाहरू पुग्छ नि त। ल हेर्नु त रेडी भयो मासु। अनि फेरि मलाई चाहिँ त्यो गिलोवाला मन पर्दैन, एकदम फ्राई हुनुपर्छ क्या मासु चाहिँ। अनि साह्रो भएपछि बल्ल मनपर्छ, खाएको पनि अलिक सन्तोष हुन्छ। अब रेडी पनि भयो, हामी खान्छौँ। खाए ल।